काजी साहब हामीलाई पुलिसले लखेटेको पनि यत्रो दिन भइसक्यो। मुसा दाइ जुल्लामा बसेर कति दिन लुक्ने काजी साहब अब घाइते बाघ जसरी गुफाबाट निस्केर धमका मचाउनु पर्छ। केटा तिमीले ठीक कुरा गर हेर्दै जाऊ केटा। अब यो काजीले कसरी तहल्का मचाउँछ भने केटा काजी साहब गाउँले भिखारी कालीले गर्दा आज हामी यो अवस्थामा छौँ। काजी साहब हामी छोड्नुहुन्न। तिमीले ठिक भन्यो केटा। त्यो भिखारी काइला र डिएसपीलाई पानी मुनि गयो भने छोड्नु हुँदैन। यो काजी भनेको कालो अरिगाल भन्दा पनि विषालु छ। ए चट्टान हजुर काजी साहब फोन लगा त्यो कालेलाई ल भनेदेखि काजी साहब गाउँमा छिर्दै हुनुहुन्छ र केटाहरूलाई आफ्नो आफ्नो ठाउँमा रेडी भएर बस्ने भन्। कसको फोन आएछ? ओहो चट्टान दादा। दर्शन चट्टान दादा अले भाइ भन्नुहोस् के कति कामले सम्झिनु भयो दादा? काजी साहब गाउँमा आउँदै हुनुहुन्छ। काजी साहबको स्वादको लागि तयारी गर। हस् दादा हजुरले यहाँको केही चिन्ता मान्नु पर्दैन। म यहाँको सब कुराको चाँजो गरेर मिलाउँछु।